सजिलो थिएन। यो देशका सम्पूर्ण शक्तिहरू एक ठाउँमा उभिँदा पनि हामीले खुट्टा कमाएनौं, हामी डराएनौं, हामी हल्लिएनौं, किनकि हामीलाई नागरिकको चेतनामाथि विश्वास थियो। एकपटक चुनाव त आओस् न अनि हामी देखाइदिन्छौं भनेर हामीले 84 कोरेका थियौं। नागरिकले सबै हेरेका हुन्छन्, हरेक गतिविधि जनताले हेरेका हुन्छन्। जनताको चेतनालाई कसैले चुनौती दिन्छन्, जनता नै खराब भयो कि भनेर चुनौती दिन्छन्। होइन, यदि त्यस्तो हुन्थ्यो भने अघिल्लो चुनावमा हामीलाई 20-21 सीट होइन एकैपटक 2/3 दिन सक्ने जनताले। तर अघिल्लो चुनावमा जनताले के भने यी नयाँहरूलाई एकपटक हेरौं ताकि यिनीहरू नमात्ने हुन्, त्यति मात्र सीट दिउँ र पुरानाहरूलाई सच्चिने अवसर दिने गरी यिनीहरूलाई पनि निमिटान नपारौं भनेर नागरिकले विवेकपूर्ण ढंगले मतदान गरे। तर नागरिकको त्यो विवेकलाई 2/3 पाएको सरकारले चुनौती दियो। शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ। नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले 34, 35, 36 वर्षमा कुरे, तपाई हामीलाई 36 महिना 36 दिन पनि कुर्नेवाला छैनन्। यो कुरा निर्धक्क हुनु होला, किनकि जनता अब्बल चेतनामा आएको छ। अब कानून निर्माताका रूपमा अब तपाईहरुको दौड स्वार्थ समूहहरुको घर घरमा होइन। गुट बनाएर कांग्रेस एमालेलाई जितिदैन साथी हो, कुनै गुट बनाउनु पर्दैन। घण्टीका मुनि सबै अटाउन सक्छौं, घण्टीसँग त्यति धेरै ताकत छ, कहीँ गुट बनाउनु पर्दैन।